नमस्ते साथीहरू। आज चाहिँ म बुद्ध लामाज्यूले बनाउनु भएको बुद्ध लामा फ्लुट, बुद्ध लामाज्यूले बनाउनु भएको बाँसुरी उहाँले नेपालबाट मेरो लागि कुरियर गरेर पठाउनु भएको छ। यस बाँसुरी हजुरहरू समक्ष खोलेर अनबक्सिङ गरेर देखाउन चाहन्छु। हेरिदिनु होला, के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। बनाउनु भएको बाँसुरी बजाउने त्यो इच्छा आज पुरा भएको छ। निकै सुरक्षितका साथ पठाउनु भएको छ उहाँले। यसभित्र नि अझै ब्याग रहेको छ। एकदमै चर्चित बाँसुरी बनाउनुमा र बाँसुरी बजाउनुमा एकदमै चर्चित हुनुहुन्छ। नाम चलेको बाँसुरी हो उहाँको। उहाँ पनि एकदमै नाम चलेको व्यक्ति हुनुहुन्छ। एकदमै सरल स्वभावको व्यक्ति हुनुहुँदो रहेछ। मैले एकदम राम्रोसँग कुरा गरेँ दाजुसँग। योभन्दा पहिला कहिल्यै कुरा भएको थिएन, फर्स्टचोटि कुरा भएको उहाँसँग। तर यस्तरी कुरा भयो कि जस्तो हामी पहिल्यैबाट चिन्न जानी छौँ। एकदमै सरल व्यक्तित्व। बोराले कभर गरेर, कभरभित्र पनि कभर। निकै गाह्रो छ हो बोल्न त। ओहो, के साह्रो सुरक्षितका साथ पठाउनु भएको बुद्ध लामाज्यूले। उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन दिन चाहन्छु। र तपाईँहरू मेरो भिडियो हेरिदिनु हुने सबैजनालाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई क्यामेरामा साथ दिने मेरो भाइ पण्डु, उहाँलाई नि धेरै धेरै धन्यवाद। ल, फाइनली बोराको कभर, बाहिरी कभर हटाइयो। नाम लेखेको छ बकैदाले, बुद्ध लामा फ्लुट। अब यो ब्याग खोलेर देखाउन गइरहेको छु। ल, ब्याग खोलौँ है त। सर्लक्क। ओहो, यो भित्र पनि अझै सुरक्षाभित्र सुरक्षा। ल ठिक छ। आमा बुद्ध लामाज्यू, धेरै धेरै धन्यवाद हजुरलाई। अलिकति ब्याग कुचुर भएको छ। ब्यागलाई साइड लगाइदिउँ है त। ब्याग पनि एकदमै राम्रो रहेको छ। टक्क बाँसुरी हाल्ने, टक्क चेन लाउने। यसो कतै प्रोग्रामतिर जानु पऱ्यो भने बाँसुरी टक्क यसरी बोकेर, यस्तो देखिन्छ, यसरी बोकेर हामी जान सकियो। अनि पानी आउँदा पनि पानीबाट पनि नभिज्ने वाटरप्रुफ ब्याग हो यो। ब्याग नि एकदम ओरिजिनल, एकदम राम्रो रहेको छ। यसलाई एकछिन म यता राख्छु। अब म यो मेन मेरो बाँसुरी यसभित्र रहेको छ। कुरियरमा आउँदा खिचेर कतै बाँसुरी नफुटोस् भनेर पाइपभित्र यसरी राखेर पठाउनु भएको छ बुद्ध लामा दाइले। एकदमै सुरक्षाको एकदमै ध्यान दिनुभएको छ दाइले। यसरी भन्दा यसरी गर्यो भने यताबाट छिटो होला। के हो यो? यो सन्चो कहाँबाट आयो भनेको त। सन्चो त मैले घरमा मेरो वाइफलाई सन्चो भनेको थिएँ।
ओहो यो त सन्चो आएछ। मेरो वाइफलाई भनेको थिएँ, वाइफले बुद्ध लामा दाइलाई भन्नुभएछ। त्यसपछि बुद्ध लामा दाइले यो सन्चो हालेर पठाउनु भएछ। ल यसको लागि पनि एकदम धेरै धेरै धन्यवाद मेरो वाइफलाई। बाँसुरी ओहो यस्तो पाइपमा यस्तो बबल प्लास्टिकमा र्याप गरेर यो पाइपभित्र हालेर बाँसुरी पठाउनु भएको छ दाइले। बाँसुरी रहेको छ यस्तो। ओहो 9 नलको धागो हो यो, 9 नलको रस्सी हो। 9 नलको रस्सीले बाँधेर पठाउनु भएको छ। बाँसुरी यस्तो रहेको छ हाम्रो। प्लास्टिकले र्याप गरेर ल यो रहेको छ बुद्ध लामा फ्लुटद्वारा निर्मित बाँसुरी। आदरणीय वरिष्ठ कलाकार बुद्ध लामाज्यू उहाँले बनाउनु भएको बाँसुरी यो रहेको छ है साथीहरू, सबैलाई देखाउन चाहे। अब यसमा चाहिँ के छ साथी, यसमा बेस सबभन्दा ठुलो बाँसुरी यसमा छ मेरो विचारमा है। मैले उहाँबाट 17 पिस बाँसुरी मगाएको थिएँ बुद्ध लामाज्यूबाट। यसमा सबभन्दा सानो जी शार्पदेखि लिएर सबभन्दा ठुलो बेस, सबभन्दा ठुलो बाँसुरी बेस बाँसुरी यो होला। एकदमै सुरक्षामा एकदमै ध्यान दिएर यसरी पठाउनु भएको रहेछ दाजुले। ल उहाँलाई धेरै धेरै धन्यवाद। बेस बाँसुरीभित्र बाँसुरी छ फेरि यो बेस, यो ट्राभल भनेको यो ठुलो बाँसुरी अनि यो सानो बाँसुरी है। यसरी बाँसुरीभित्र बाँसुरी, यो ठुलो स्वरको यो सानो स्वरको बाँसुरीभित्र बाँसुरी हालेर उहाँले पठाउनु भएको छ। आदरणीय दाजु, मैले तपाईँले पठाउनु भएको बाँसुरी एकदमै सकुशल, जस्तो तपाईँले पठाउनु भएको थियो त्यस्तरी नै मैले पाएको छु। एकदमै खुसी लागिरहेछ दाजु, हजुरलाई धेरै धेरै धन्यवाद। हजुरले बाँसुरीमा थ्रेडिङ गर्ने धागो परिवर्तन भएछ। यो 9 नलको रस्सी हो, अन्य साधारण धागो नभइकन 9 नलको धागो। यो अब कुनबाट सुरु गरौँ भएमा मैले यो बेसबाटै सुरु गरेँ है। यो चाहिँ सबैभन्दा ठुलो मैले मगाएको बाँसुरीमा सबैभन्दा ठुलो बाँसुरी। यसलाई यता साइड लगाइदिउँ। बेस यसमा नाम लेखिएको छ तर गलत परेछ कि नाम यार। म लेफ्टी भनेपछि त यो त यतापट्टि हुनुपर्ने हो। नाम बुद्ध लामाको दाइको नाम यो फ्लुटको ब्रान्डिङ छेकिने भयो। मैले भन्न त भनेको हो दाइलाई म लेफ्टी हो दाइ भनेर। लेफ्टी त यसरी हो, देब्रेतिरै पर्ने हो, यतापट्टि पर्ने होइन। तर ठुलो मिस्टेक भएछ यो चाहिँ दाजु, ब्रान्डिङ चाहिँ उल्टो भएछ। मैले हजुरलाई भनेको थिएँ म लेफ्टी हो भनेर। मैले यसरी दाहिनेतिरबाट बजाउँदिनँ किनभने म देब्रे हो, लेफ्टी हो। दाहिनेतिरबाट बजाउँदाखेरिमा तपाईँको नाम देखिन्थ्यो भने अब मैले यसरी बजाउनु पर्दा तपाईँको नाम छेकिने भयो। भारी मिस्टेक भएछ दाजु यसमा। यो चाहिँ एफ शार्प, एफ बेस। बाँसुरीहरू यिनीहरू नै रहेको छ। 1 पिस, 2 पिस, 3, 4, 5,
7 यहाँभित्र एउटा रहेको छ 7 योसँग 8 9 10 11 12 13 14 15 15 योसँग 16 योसँग 17 पिस मगाएकोमा 17 पिसै बाँसुरी पाएँ मैले पाउन त। तर ब्रान्डिङ चाहिँ उल्टो भएछ बुद्ध लामा दाजु। मैले हजुरलाई भनेकै थिएँ दाजु म लेफ्टी हो है भनेर। यसरी दाहिने नै पर्यो, यो मेरो दाहिने हात यो देब्रे हात। मैले यसरी देब्रेतिरबाट बजाउँथेँ दाजु। त्यही पनि अब ठिकै छ। अब यसलाई के गर्न मिल्यो र केही गर्न मिलेन। यो चाहिँ ए स्केलको रहेको छ, म थोरै बजाउँछु है। सायद यसरी बजाए पनि बजाउने त कुरो एउटै हो। तर यसमा भयो के भन्दा यसरी बजाउँदाखेरिमा बुद्ध लामाको ब्रान्डिङ देखिन्थ्यो, जो उहाँको ब्रान्डिङ एकदमै प्रचलित छ, ब्रान्डिङ देखिन्थ्यो। अब मैले यसरी बजाउने भएपछि बुद्ध लामा भनेर यो लेखेको यो नाम चाहिँ म आफूतिर परेँ के, आफूतिर परेँ। यसरी मैले आफैले हेरेर बजाउनु पर्ने भयो। तर यसरी बाहिर टक्क देखाएर हेर्नेले पनि ओहो बुद्ध लामा फ्लुटको बुद्ध लामाज्यूको बाँसुरी रहेछ है भनेर देखाएर यसरी बजाउन पाएको भए मलाई नि एकदमै राम्रो हुन्थ्यो। के छ अब ठिकै छ, अब भइहाल्यो, जे हुनु भइहाल्यो। अब म नेपाल आएको खण्डमा यदि यसलाई परिवर्तन गर्न मिल्छ भने यसलाई परिवर्तन गरौँला दाजु, हजुरसँगै भेटेर। एकदमै राम्रो छ बनाइ क्वालिटी त हजुरको, बाँसदेखि लिएर यो धागो रस्सीदेखि लिएर यो रहेको छ एफ शार्प। माफ गर्नु होला, मैले अहिलेसम्म मसँग पुरानो भएको बाँसुरीहरूमा यो जी बेस भन्दा ठुलो बाँसुरी थिएन मसँग। त्यसैले यो एफ शार्प अनि यो एफ अनि लिएर यो ई बेस, यिनीहरू भनेको यो जी शार्प भन्दा केही हदमा ठुला बाँसुरीहरू हुन्। त्यही भएर मेरो हात बसेको छैन यसमा। मैले सायद बजाएको पनि यो फर्स्टचोटि हो। मैले यो जी बेस भन्दा ठुलो मैले बजाएको थिइनँ। त्यसैले मलाई अलिकति अभ्यासको जरुरी छ। म जी बेस बजाउँछु।
अलिकति गाह्रो नै पर्यो मलाई नयाँ बाँसुरी अलिकति हात बसाल्नुपर्छ। अब यिनीहरू सबै सानो बाँसुरीहरू हुन्। G7 एकदमै अहिले मैले मगाएको मध्येमा सबैभन्दा सानो बाँसुरी G7 यो हो। ओहो ल अहिलेलाई यो भिडियो लामो हुने भयो। म भिडियो यही टुङ्ग्याउन चाहन्छु। बाँसुरीहरू यिनै हुन्। फेरि अर्को भिडियोमा यो सबै बाँसुरी कुन स्केलको बाँसुरी कस्तो बज्छ सबै बाँसुरी बजाएर तपाईहरु माझ भिडियो लिएर आउनेछु। अहिलेलाई बिदा हुन चाहे। मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। हस्त नमस्ते। काट्दै